नमस्ते भ्युअर्सहरुलाई हामी चाहिँ अहिले चेक रिपब्लिकको रोजमित्तल भन्ने ठाउँमा छौं। आज यसो बाहिर निक्लिदिएको लामो भ्याकेसन थियो हाम्रो 15 दिनको है। अनि यसो हामी चाहिँ मार्केट घुम्न गइरहेको छौं। अहिले चाहिँ म चाहिँ भाइ हुनुहुन्छ मेरो साथी खै आफ्नो यसो दिम त परिचय। जाडो भयो आज जाडो बानेर एकदम बोल्नै नसकिने हुनुभयो है। धेरै छ चिसो छ बबाल चिसो छ हिउँ परेर यत्रो यस्तो भएको छ। हिउँको थुप्रो थुप्रो छ तकरिबन तपाईको 5 इन्ची 6 इन्ची हिउँ परेको छ पुरै बाटैभरि। चिसोले एकदम बोल्न पनि सकेको छैन हो। अक्सिजन लेभल एकदम हावा त चलेको छ कि चिसो हावा चलेको छ। ठिक छ भ्याकेसन मनाइयो। अब पर्सिदेखि ड्युटी छ हाम्रो। 15 दिन पछिको लामो बिदा हो हामीलाई चाहिँ चिसो बिदा दिएको न्यू इयरको यताको। अब यो महिनाभरि नै यस्तो हिउँ पर्छ अरे गाह्रो छ काम गरी खान हो युरोपमा पनि। अनि एकजना साथी चाहिँ त्यहाँनिर हिउँ खेलाइरहनु भएको छ हाम्रो। हामीलाई वेट गरेर बस्नु भएको रहेछ बुटोलको साथी हुनुहुन्छ। पापाजी केही भन्नु छ? केही भन्नु छैन? गाला त रातो भएछ हौ चिसोले गर्दा। हेर्नु त गाइस नेपाली मान्छेको नि यति रातो गाला हुँदो रहेछ यहाँ। मुस्ताङ जस्तै फिल भएको छ अरे मलाई। इभन हामीलाई पनि भएको छ मलाई मात्रै नभएर। ठिकै छ हाम्रो अब फर्स्ट टाइम हो यो चाहिँ अब युरोपको यात्रा। यस्तै चिसो भइरह्यो भने त लास्ट टाइम हुन सक्छ। आइन दोस्रो पल्ट यस्तो हावा चलेको छ है। मार्केट अलि टाढा छ मार्केटतिर गइरह भनौँ। नजिकै है हाम्रो त धेरै टाढा थिएन पहिलाको ठाउँमा चाहिँ। अहिलेको ठाउँमा हाम्रो पनि अलि टाढा भएको भनौँ। यतिकै थियो 10-15 मिनट लाग्थ्यो।